ल साथीभाइ आज चाहिँ छुट्टी छ हाम्रो शनिबार आइतबार हो त्यही भएर खाना बजाइदिएँ। हिजो पोटा कलेजी बनाएको थिएँ मजाले। अन्त अनलाइन मगाएको पोटा कलेजी यहाँको टुमकुरको यहाँकै अनलाइन लोकल छ नि त। अन्त कलेजी चाहिँ दिँदैन, पोटा पोटा दिन्छ। 52-54 54 रुपियाँको आधी केजी भनेपछि 108 रुपियाँको 1 केजी। सस्तो छ, 108 रुपियाँको 1 केजी। अन्त सफा हुन्छ। अन्त त्यो ल्याएर मजाले कुकरमा उसिनेर हो, कुकरमा मजाले उसिनेर चाहिँ बनाएँ। अन्त बनाएर चाहिँ मसलाहरू मजाले हालेर प्याजहरू हालेर खाइयो। अन्त आज चाहिँ राजमा बनाएको थियो, राजमा खाइयो। राजमा र साग र आलु फ्राई गरेर साग मजाले भुटेर बनाएको थियो, दामी भएको थियो। त्यो हिजोको मासु अलिकति राखेको थियो, त्यो खाइदिएको दामी भयो हो। आजको दिन चाहिँ मेरो दामी भयो है। इस मेरो रुममा यस्तै छ। यो हो मेरो रुमको क्यालेन्डर यो चाहिँ हो मेरो बिस्तारै मेसी टाइप भइरहेको छ हो। इस स्लिपिङ ब्याग, यो मच्छरदानी, यस्तो छ रुमको हालत चाहिँ। खच्चड मच्छड भइरहेछ। यहाँ पार्टनर सोध्छ हो। इस यहाँ फ्यान चल्दैछ, हल्का जाडो जाडै छ मौसम त। मेरो रुमको खिड्कीबाट चाहिँ यस्तो देख्छ। रुमको खिड्कीबाट चाहिँ यस्तो देख्छ है। यहाँनिर ठक्कै अम्बकको रुख छ अगाडि हो। यो चाहिँ हो आमको रुख, आमको रुख छ। अन्त यहाँनिर मैले यस्तो लगाएको छु, यी लिम्बूहरूको चाहिँ यो हो च्याप्लुङ र उयो हो। अन्त यहाँ फोटो छ, देखि कि देखेन हो। अरे मेस्सीको फोटो छ यहाँनिर। यस्तै हो। यहाँनिर चाहिँ फेरि केसको फोटो लगाएको छु मैले। यस हेर्नु सक्नुहुन्छ तपाईँले, मदर्स एन्ड सन। यस्तै छ है। अन्त हाम्रो ठक्कै बाहिर निस्किएपछि चाहिँ यहाँ पानीको बोतल यस्तो छ हाम्रो। ठक्कै निस्किएपछि चाहिँ यहाँनिर हाम्रो फेरि हल्का मासु सासु पकाइ खाने मिलो हुन्छ हाम्रो यहाँ हो। सिलिन्डर छ एउटा, यो चाहिँ अलग्गै एक्स्ट्रा हो हाम्रो। त्यहाँबाट दैलोबाट ठक्कै निस्किएपछि चाहिँ हाम्रो यस्तो छ। यहाँबाट मान्छे अहिले घर गएको छ, यो लुगा सुकाएर उठाएको। अन्त यो हाम्रो जुत्ताहरू राख्ने हो। यो चाहिँ हाम्रो ऱ्याक। त्यहाँबाट यहाँबाट सिँढी छ यस्तो, सिँढीबाट ओह्रालो झऱ्यो। सिँढी छ यस्तो, सिँढीबाट ओह्रालो झऱ्यो। यहाँबाट चाहिँ फेरि ठक्कैसँगले यहाँनिर यस्तो आइपुग्छ। यस्तो छ। अन्त हाम्रो डाइनिङ चाहिँ यो हो। सानो टिभी लागेको छ, यस्तो छ है। खानासाना चाहिँ हाम्रो यस्तो हुन्छ। आज चाहिँ के थियो भने रोटी हो, आलु र उसको सब्जी। यो हो तपाईँको राजमाको दाल। अन्त यहाँ हो चामल, राइस हो। यो भाँडाकुँडा राख्नु, तर यहाँ राख्दैन। यो छ बर्तन धुने, भाँडाकुँडा यहाँ हुन्छ। यो हो मेवा फलिरहेछ हो। यहाँ पुदिना लगाएको छ, पुदिना। यो सेम हो लौका, हिजोको यस्तो लौकाहरू हो। यो लौका अरे यो फर्सी हो, जापानिज फर्सी हो। यो जापानिज फर्सी यस्तै छ साथीहरू। अहिले अब
अलिक हावा चलेर शीतल मौसम छ, वातावरण शीतल छ है। शीतल भइरहेको छ वातावरण यहाँनिर हावा चलेको हुनाले गर्दाखेरि। हावा मजाले चल्दैछ हो। अब 3-4 दिन बाद म बेङ्गलोर जान्छु। बेङ्गलोर गएपछि त्यहाँको भ्लग हाल्नु सक्यो भने हाल्छु, नभए सानो सानो भिडियोहरू हाल्छु म, सर्ट भिडियोहरू है। बेङ्गलोरको हाम्रोमा यहाँ चिकुको पेड पनि छ, चिकुको रुख। चिकु यो चाहिँ हो के हो यो? म्याङ्गो हो यो हो। म्याङ्गो यस्तो म्याङ्गोको रुख थुप्रो छ यहाँ रुखहरू, तर खै कुनै किन यो पाक्छ पाक्दैन त्यो थाहै छैन। यो चाहिँ के हो? यस्तो पुरा छ यो, फेरि यस्तोको रुख पुरा 20वटा छ यहाँनिर। यस्तोको रुख 20वटा छ, पुरा लटरमै फलिरहेको हुन्छ। कसैले याद गर्दैन, खाँदैन हो। अन्त त्यही हो, एरिया ठुलो छ, मान्छे कम्ती, ठुलै छ भनौँ न। अन्त यो चाहिँ हाम्रो आरो हो, यो यहाँको एमएलएले दिएको यो आरो। यो आरो हाम्रो पानी पिउने ठुलो छ यो। त्यस्तै छ है साथीभाइ, जिन्दगानी दर्पण छाया यस्तै छ। इस हो ठक्कसँगले यहाँ नरिवलको रुखहरू छ। नरिवलको रुखहरू पनि 8-10वटा छ यहाँनिर, फलिरहेको हुन्छ, त्यसमा चाहिँ छैन। 8-10वटा नरिवलको रुखहरू छ, मजाले फल्छ नरिवल। टाढामै फलिरहेको हुन्छ हो नरिवल चाहिँ। यहाँ हो यस्तो छ साथीभाइ, यहाँनिरको नजारा। त्यहाँबाट यहाँनिर मौसम ठिक छ, शीतल छ क्या अहिले। पानी पर्छ कोही कोही बेला, पानी पर्दा अन्त त्यहाँबाट हावा यसरी चल्दछ। आमाम कस्तो शीतल मौसम, के भन्नु अब। भनौँ भने पनि हो तपाईँहरूलाई, भनौँ भने पनि के भन्नु। यहाँनिर बाहिर यस्तो गाडीहरू, रोड छ बाहिर, गेट हो यो, रोड छ यहाँनिर। मजाको हावा चल्दैछ, दामी हावा चल्दैछ हो साथीभाइ। अन्त यहाँनिर एउटा साथी काम गर्दैछ, ऊ चाहिँ देखाउँछु म है। यो नरिवलको रुख रोपेको सानोबडे, यो हुँदैन रहेछ, गड्डा ठुलो खन्नुपर्ने रहेछ, डिच चाहिँ ठुलो हुनुपर्छ क्या, अन्त मात्रै हुन्छ। यहाँ हाम्रो एउटा साथी काम गर्दैछ, म देखाउँछु है। के गर्छु? काम गर्दो रहेछ यहाँ हो। राम्रोसँगले अब चाहिँ यहाँनिर लकलाई चाहिँ म यताबाट लान्छु हो। लाँदा यो कन्टिन्यू बनाएको मैले, किनभने छैन त केही बनाउने मेरोमा, मतलब कन्टेन्टहरू हुनु पऱ्यो नि त, कन्टेन्टहरू छैन नि त। त्यो अघि मैले भिडियोमा देखाएको चाहिँ एकजना कालिम्पोङको हो। कालिम्पोङ कहाँको हो भने कफेर साइड कताको हो, त्यो मान्छे कफेर साइड कताको। 1 चक्कर पुरा भयो अब हाम्रो, 1 चक्कर पुरा हुन आँट्यो। आम याम छ आम हो, आमै आम छ। सजनाको रुख पनि छ, त्यो फलेको छैन अहिले। कत्रो त छ है।
बास्केटबल थुप्रो छ यस्तो थुप्रो छ मजाको हावा चल्दैछ नि हो दामी हावा चल्दैछ शीतल भइरहेछ शीतल मौसम भइरहेछ चिकु पनि हुन्थ्यो यहाँनिर हुन्थ्यो होइन हुन्छ चिकु भएको छ यहाँ देखाउँछु तपाईँलाई यो चिकु बुझ्नुभयो चिकु यो थुप्रै हुन्छ एउटा टिप्छु ल टिप्यो एउटा चिकु यसलाई पकाउनुपर्छ अन्त खानुपर्छ इङ्ग्लिसमा के भन्छ थाहा छैन मलाई है तर यो हो चिकु आम प्रायः फ्रुटहरू छ सबै पहिलाको मान्छेहरूले लगाएको रहेछ क्या फ्रुटहरू आम्लाहरू छ आम्ला सबै छ एक चक्कर भयो नि पुरा फ्रुटको रुखहरू के छ भने तपाईँको म्याङ्गो त्यहाँबाट आँप अम्बक यो चिकु अन्त आम्ला चाहिँ छ अन्त सजना हो सिँढी चढेर अब त्यो सजना अन्त के छ यस्तोहरू छ आइपुगेँ फेरि रुमतिर कति निकै लामो भिडियो भयो क्या यो हाम्रो बाथरुम चाहिँ नदेखाउँ होला एकदम खराब छ कन्डिसन बाथरुमको कन्डिसन चाहिँ भाँडाकुँडा यो चाहिँ हाम्रो तल किचन अलगै छ कि भाँडाकुँडाहरू तर यो चाहिँ के हो भने तपाईँलाई हाम्रो अलगै हो क्या मासु पकाएर खाने यसो केटाको भनेर चाहिँ ल त अब आजको भिडियोलाई म यहीँ अन्त गर्छु आज म अलिकति त्यस्तै अब छ है कस्तो शीतल हावा चलिरहेछ यहाँबाट यस्तो देख्छ शीतल हावा चलिरहेछ हो हस् त धन्यवाद हेरिदिनु भएको भिडियो सब्सक्राइब गरिदिनु होला लाइक सेयर कमेन्ट्स तर कन्टेन्टै छैन मेरो भिडियोमा के गर्नु